You are insane, Sudan. यो लामा उठ्नु छिटो उज्यालो भइसक्यो मेरो पनि मुगलानको बिजानी आइसक्यो बाँकी बाको जमिन सबै साहुले खाइसक्यो छोरोले जिम्मेवारी काँधैमा पाइसक्यो जाँदैछु खाडीतिर जे हुन्छ होला सम्झना गाउँ घर भिर पाका खोला गुजीमा टन्न पैसा मुटुमा माया लिएर 7 वर्षपछि आमा फर्किन्छ तिम्रो छोरा खुसी हुनु आमा तिमी नमान झर्कै तिमीले आँसु झारे मेरो मन हुन्छ अर्कै छिमेकीका तिता वचन साहुको ऋण चुक्ता गर्ने गरे एक दिन म त आउने छु पक्कै नौ डाँडा छिटिस पारी जाँदैछ एक्लो ज्यान बिर्सिन्न आमा बाबा तिमीले दिएका मिठा ज्ञान सकेको खानु लाउनु आफ्नो ख्याल राख्नु छिमेकीले कुरा काट्लान् त्यतातिर नदेऊ ध्यान हामी परदेशीको व्यथा छ अरू भन्दा फरक खाडी मुलुक चिल्ला सडक गगनचुम्बी भवन काम गर्दा बगिरहेछ पसिना र रगत यो पीडै पीडा भरिएको कस्तो खालको जगत हेर न आमा तिम्रो छोरा आज बिरामी छ तिमीलाई सम्झी आँसु झर्दा भिजेको सिरानी छ घरको चिन्ता अनि कामको तनावले रातभरि नसुती उज्यालो भएको बिहानी छ असन्तुष्टि भएको मनमा प्लेन चढेदेखि 12 घण्टा ड्युटी इनाम पाएको छैन त्यति साथीभाइले सोध्छन् त कहाँ छ सासकाल मरुभूमि बालुवामा पसिनाको खेती कानुन छ कडा तर बेसी हुन्छ अपराध कतिले फाँसी पाए कति भए बर्बाद यो मुस्लिमहरूको सोसाइटीमा बाँच्न गाह्रो भो अब स्वदेशमै रोजगार दिलाइदियो सरकार Thank you.